नेप्से किन घटिरहेको छ? समाचारमा एउटा चाहिँ कारण चाहिँ सुनिन्छ, तर वास्तविक खेल सायद त्यति सरल छैन। अहिले बजार चाहिँ डर र अनि त्रासमा चाहिँ सर्भाइभ गरिरहेछन्। कसैले भन्छन् पोलिटिकल प्रेसरले गर्दाखेरि नेप्से चाहिँ घटिरहेछ, कसैले भन्छ प्रफिट चाहिँ बुक गरिरहेछन्। बजार चाहिँ धेरै चाहिँ बढेकै छैन भने चाहिँ कसले चाहिँ प्रफिट बुक गरिरहेको छ? नेपाल सरकार र नेपाल राष्ट्रिय बैंकले बजारलाई चाहिँ सुधार गर्नुपर्छ भनेर चाहिँ कुरा चाहिँ बनिरहेछन्। तैपनि लगानीकर्ता अझै चाहिँ किन डराएका छन्? तर स्मार्ट चाहिँ लगानीकर्ताले चाहिँ समाचार मात्र हेर्दैन, पैसा चाहिँ कहाँ गइरहेको छ, बैंकमा कति तरलता छ, कर्जा प्रवाह चाहिँ बढेको छ कि छैन र नीति व्यवहारिक रूपमा चाहिँ लागू हुन्छ कि हुँदैन, यी सम्पूर्ण कुराहरू चाहिँ हेर्छन्। मौद्रिक नीतिले निजी क्षेत्रमा कर्जा विस्तारलाई चाहिँ प्राथमिकता दिएको छ र आर्थिक गतिविधि बढाउने चाहिँ उद्देश्य राखेको छ। तर बजारले चाहिँ कागजमा लेखिएको नीतिलाई मात्र होइन, यसको प्रभाव पनि हेर्छ। त्यसैले प्रश्न आज चाहिँ बजार चाहिँ किन घटियो भन्दा ठुलो छ, नेपालको अर्थतन्त्र चाहिँ बलियो हुँदैछ कि छैन? यही प्रश्नको उत्तरले भोलिको भविष्यमा यसले चाहिँ धेरै हदसम्म चाहिँ निर्धारण गर्न सकिन्छ। तपाईलाई के लाग्छ? यो गिरावट डरको कारणले हो कि स्मार्ट मनीले आफ्नो चाहिँ अवसर खोजिरहेको छ? कमेन्टमा आफ्नो चाहिँ विश्लेषण लेख्नुहोस्। म अफवाहको होइन, तथ्यको कुरा गर्छु। हस्।